सो बेसिकली हाम्रो अडियन्सले बुझ्दा चाहिँ हजुरले यस्तो किसिमको सफ्टवेयर बनाउँदै हुनुहुन्छ कि जसले चाहिँ बेसिकली अडिटरको जब खाइदिन्छ। ओडिटरको जब नै खान्छ भन्न चाहिँ अलि नमिल्ला होइन, तर डेफिनेटली के हो भन्दा ओडिटरहरू जति चाहिने गर्छ नर्मल एउटा क्लाइन्ट प्रोजेक्टमा त्यति ओडिटरहरू चाहिँ चाहिँदैन। एआई भनेको चाहिँ अब तपाईँ चाहिँ कसरी देख्नुहुन्छ एआईलाई? इज इट अ हाइप? इट्स डेफिनेटली नट अ हाइप। लाइक एआई भन्ने शब्द अहिले हामीले जति प्रोफाउन्डली युज गरिरहेछौँ मार्केटमा, दिस एक्जिस्टेड मेनी डेकेड्स अगो। त्यही भएर मैले चाहिँ कसरी हेरेको छु एआईलाई भन्दा it's a revamp or a restart of an entire civilization. It's definitely not a hype. टेक टिम नहालेर आफैले म सिकेर एउटा एप बनाउँछु भन्दा चाहिँ it's too much of a risk, and then you are lightly throwing away 6 months to a year of your valuable time. Too much nascent हुनु पनि राम्रो होइन के, jumping around होइन, trying to absorb a lot of knowledge from something that you've never been exposed to in the past. It's a suicide. रविजी नमस्ते, तपाईँलाई स्वागत छ। शिवजी नमस्ते, थ्याङ्क यू फर ह्याभिङ मी। के छ, लन्डनको वेदर त एकदमै राम्रो छ क्यारे आज होइन? इट्स भेरी हट, यो खासै धेरै देख्न पाइँदैन, सो बिङ एबल टु एक्सपिरियन्स 20 डिग्रिज इन लन्डन इज अ बिग थिङ। त्यही त, अब बाहिर पनि सन्नी छ। अब तपाईँ एक्साइटिङ कुरा नि गर्दै हुनुहुन्छ, मिनिङ अडिट एआई बनाउँदै हुनुहुन्छ तपाईँ होइन, विच वेन आई फर्स्ट हर्ड इट लाइक आई रियली फेल्ट लाइक वाउ, यस्तो कुरा त चाहिन्छ होला नि त, अहिलेसम्म किन बनिसकेको छैन जस्तो चाहिँ मलाई लागेको थियो। एन्ड फर्चुनेटली यु बिल्डिङ द्याट होइन। यस, आई मिन लाइक इट हेज टेकन मेनी इयर्स फर लाइक सबैजनालाई भनौँ न, यो स्पेसमा धेरै चाहिँ प्लेयरहरू छैनन् विच वी आर ट्राइङ टु डु, सो आई एम अ बिट नर्भस एन्ड एक्साइटेड एट द सेम टाइम। But yeah, we'll see how it goes. तपाईँले एउटा एआई प्रोडक्ट बनाउँदै हुनुहुन्छ, त्यसको बारेमा थोरै ब्रिफ इन्ट्रोडक्सन दिनु होला, विस्तृतमा हामी पक्कै पनि जान्छौँ एकछिनमा। सो बेसिकली अहिले हामीले चाहिँ खास ओडिट एआई भन्ने एउटा प्रोडक्टमा काम गरिरहेछौँ। त्यसको एम भने चाहिँ जति पनि अकाउन्टिङ फर्म्सहरू छन् युकेमा र पछि सायद मेबी लाइक ग्लोबल स्केलमा पनि त्यसलाई हेर्छौँ होला हामीले, त्यहाँ चाहिँ ओडिट इनइफिसियन्सीहरू पनि धेरै हुने गर्छ। ओडिट भनेको चाहिँ फ्रम लाइक गोइङ ब्याक टु मेबी लाइक 15-20 वर्ष अगाडि जस्तो होइन, जब टेक रेभोल्युसनहरू सुरु भयो अकाउन्टिङ स्टेजमा, अकाउन्टिङको मार्केटमा चाहिँ थुप्रै ओडिट अकाउन्टिङ सफ्टवेयरहरू चाहिँ आयो मार्केटमा, जसले चाहिँ म्यानुअल प्रोसेसबाट धेरै कुराहरू चाहिँ डिजिटल गराउँदै गयो। मैले जब ओडिट प्र्याक्टिस गरेको थिएँ आजभन्दा 15-16 वर्ष अगाडि, अहिले आउँदासम्म ओडिटको स्पेसमा चाहिँ त्यस्तो धेरै ट्रान्सफर्मेसन चाहिँ केही पनि भएको छैन। त्यो चाहिँ सायद एउटा चाहिँ टेक्नोलोजी इन इट्स सेल्फ मेबी मच्योर्ड एनफ नभएको भएर पनि हुनसक्छ। एन्ड सेकेन्डली ओडिट भनेको एउटा यस्तो निश प्रोफेसन हो जहाँ चाहिँ धेरै ह्युमन जजमेन्ट चाहिँ इन्भल्भ हुन्छ। इट्स नट ब्ल्याक एन्ड वाइट एज अकाउन्टिङ। सो बेसिकली हाम्रो अडियन्सले बुझ्दा चाहिँ हजुरले यस्तो किसिमको सफ्टवेयर बनाउँदै हुनुहुन्छ कि जसले चाहिँ बेसिकली अडिटरको जब खाइदिन्छ। ओडिटरको जब नै खान्छ भन्न चाहिँ अलि नमिल्ला होइन, तर डेफिनेटली के हो भन्दा ओडिटरहरू जति चाहिने गर्छ नर्मल एउटा क्लाइन्ट प्रोजेक्टमा त्यति ओडिटरहरू चाहिँ चाहिँदैनन्। त्यो मार्केटमा फेयर पनि छ ओडिटको स्पेसमा, लाइक नट जस्ट ओडिटको स्पेसमा, लाइक एनी इन्डस्ट्रीमा एआईको टुलहरू युज गरेर एजेन्टहरू युज गरेर अब जब मार्केट चाहिँ अलिकति क्रास हुन्छ कि भनेर मान्छेहरूमा त्यो धेरै फियर पनि छ। सबै कम्प्लिटली त्यो आउटस्ट्रिपै हुने चाहिँ होइन, तर केही हदसम्म चाहिँ जति रिसोर्स चाहिने गर्थ्यो पहिला त्यति चाहिँ चाहिँदैन डेफिनेटली। त्यो सबैको कारण भने चाहिँ ड्यू टु द इफिसियन्सी द्याट वी कैन अचिभ एज अ रिजल्ट अफ युजिङ एआई इन आवर वर्क फ्लोज। अब एकदमै एक्साइटिङ प्रोडक्ट बनाउँदै हुनुहुन्छ तपाईँ, यसको विषयमा विस्तृतमा अझ जेनरल पब्लिकले बुझ्ने गरी म तपाईँलाई प्रश्न सोध्दै नै छु। त्योभन्दा पहिला चाहिँ थोरै हजुरको छोटो ब्याकग्राउन्ड, अहिले तपाईँ बेलायतमा हुनुहुन्छ, तपाईँ नेपालबाटै हुनुहुन्छ म जस्तै होइन, के कसरी तपाईँले आफ्नो जर्नीहरू तय गर्दै कस्ता कस्ता हडलहरू कुन करियरमा पुग्दै यो प्रोडक्ट बनाउनेसम्मको माइन्डसेट लिएर र साँच्चीकै बनाउँदै हुनुहुन्छ, यो जर्नी चाहिँ के थियो होला त? या स्योर, लाइक अब ब्याकग्राउन्ड त अब म नेपालबाट युके पहिलोपटक 2010मा आएको थिएँ एज अ स्टुडेन्ट। अब त्यही त हो एउटा एम्बिसन, एउटा एस्पिरेसनले गर्दा आएको। सुरुमा स्ट्रगलिङ फेजै थियो, किन भन्दा हामीले त्यति बेला राम्रो जब मार्केट पनि पाउँदैन, जब मार्केटमा त्यति राम्रो जब पनि पाउँदैन थियो। एन्ड इट वाज अन द ब्याक अफ द फाइनेन्सियल क्राइसिस ब्याक देन 2007
2007 2008 2009 को तर पनि आफ्नो एक्जामहरू चाहिँ दिँदै गरियो पास पनि भइयो अनि त्यसपछि 2014 मा गएर क्वालिफाई भइसकेपछि एज अ ऑडिट प्रोफेसनल काम गर्न सुरु गरेँ रिलेटिभली मिड टियर फर्म मेन्जिस भन्नेमा काम गरेँ 5 वर्ष त्यहाँ काम गरेर भ्याइसकेपछि बिडिओ भन्ने अर्को अलिकति ठुलो फर्ममा गएँ अनि 7 वर्षको लगभग प्र्याक्टिस पछि चाहिँ एकचोटि इन्डस्ट्रीमा जान नि मन थियो त्यही भएर एउटा इन्भेस्टमेन्ट फर्म चाहिँ जोइन गरेँ मैले अनि 2024 मा आएर चाहिँ यो सबै जबहरूबाट चाहिँ सन्यासी लिन्छु भनेर वाउ जब रिजाइन गरेँ अनि द्याट्स वेन वी को फाउन्डेड ऑडिट एआई सो ऑडिट एआई वाज बोर्न इन अन द ब्याक अफ 2024 को त्यो मेरो जब रेजिग्नेसन पछि सुरु भयो हो त्यही प्रडक्टमा बिल्ड गरिरहेछौँ स्ट्रगल त धेरै नै भयो स्टुडेन्ट लाइफमा धेरै स्ट्रगल भयो तर अहिले यहाँसम्म आउँदा इट वाज अल वर्थ इट अहिले प्रडक्ट बिल्ड गर्दैछौँ यो पनि धेरै सर्टेन त छैन किन भन्दा देयर आर लट्स अफ डिफ्रेन्ट थिङ्स द्याट निड्स टु ह्यापन एन्ड फल इन प्लेस बिफोर वी क्यान बिल्ड दिस अन अ भेरी ग्लोबल बेसिस तर वी आर ट्राइन आवर बेस्ट ओके अल द बेस्ट फर यर प्रोडक्ट थ्याङ्क यू तपाईँ एउटा नेपाली विद्यार्थी भएर बेलायतमा आउनुभयो होइन त्यसपछि तपाईँले के पढ्नुभयो अरे मैले एसिसिए गराएँ एसिसिए पढ्नुभयो त्यसपछि सायद एमबिए MBA पनि गराएँ। गर्नुभयो ओके सो जेनरली अब एसिसिए भने आई थिङ्क इट्स मोर अफ अकाउन्टिङ स्टफ होइन नेपालको सिए भने जस्तै हो मेरो विचारमा होइन एक्ज्याक्टली द्याट त्यो भइसकेपछि चाहिँ ठ्याक्कै जस्तो हाम्रो जुन विद्यार्थीहरूले हेर्दै हुनुहुन्छ होला यो कार्यक्रम यसमा चाहिँ त्यो पर्दालाई चाहिँ ठ्याक्कै करियर वाइज चाहिँ कसरी असिस्ट हुन्छ त्यो पर्दालाई तपाईँको थोरै जर्नी सेयर गरिदिनु न त्यसको पनि ओके सो अब बेसिकली क्वालिफाइड अकाउन्टेन्ट अथवा क्वालिफाइड ऑडिटर अथवा क्वालिफाइड ट्याक्स एडभाइजर हुनको लागि पढ्नुपर्ने क्वालिफिकेसन इदर एसिसिए ओर आइसिआइडब्ल्यू को चार्टर्ड एकाउन्टेन्सी इन द युके भन्छ है अब त्यो चाहिँ मस्ट हो बिकज भोलि कम्पनीको अकाउन्ट्सहरू साइन गर्नको लागि युनिट टु बी अ क्वालिफाइड अकाउन्टेन्ट त्यो क्वालिफिकेसनको एउटा मापदण्ड भनेको इट्स एसिसिए ओर आइसिआइडब्ल्यू अब एज एन ऑडिटर रेजिस्टर्ड ऑडिटर भएर प्र्याक्टिसमा लाग्छु भन्यो भने पनि यु स्टिल निड टु बी अ क्वालिफाइड अकाउन्टेन्ट बट इन्क्लुसिभ अफ ऑडिट क्वालिफिकेसन लाइसेन्स त्यसको चाहिँ अलिकति छुट्टै पाटो छ अब यो गर्दै जाँदा सुरुको 3-4 वर्ष त सायद क्वालिफिकेसनमै टाइम लाग्छ त्यसपछि जब मार्केट कस्तो छ भन्ने कुरा सोध्नु भयो होइन हजुरले हो ठ्याक्कै जस्तो जसले चाहिँ अकाउन्टिङ फिल्डमा करियर बनाउन चाहनुहुन्छ उहाँ चाहिँ एसिसिए रुटमा जाँदा के मद्दत मिल्न सक्छ त भनेर यस एक्ज्याक्टली सो अब एसिसिए रुटमा गएर सबै पेपरहरू पास गरेपछि चाहिँ युआर अ क्वालिफाइड अकाउन्टेन्ट बेसिकली त्यसको सबभन्दा बिगेस्ट एडभान्टेज भने चाहिँ आफैले आफ्नो प्राइभेट क्लाइन्टहरू बनाउन पाइयो सो एज एन अकाउन्टेन्ट इफ यु डोन्ट ह्याभ द क्वालिफिकेसन यु माइ नट बी एबल टु practice as a sole practitioner तर एसिसिए क्वालिफिकेसन अथवा सिए क्वालिफिकेसन लिग्यो भने चाहिँ you can build up your own client base which is very good in the long term because you have a recurring fee अनि कसैको लागि काम पनि गर्नु पर्दैन you can yourself be an entrepreneur if you like self-employed जस्तो भएर काम गर्न पाइयो ओके एक्साइटिङ जर्नी छ तपाईँको होइन नेपालमा पढ्नुभयो त्यसपछि यहाँ आएर एसिसिए एमबिए गर्नुभयो I mean, a decade of experience in accounting and finance, and then you are building your own AI product. Right? So I think I would like to focus on those AI stuffs. Right? AI भनेको चाहिँ अब तपाईँ चाहिँ कसरी देख्नुहुन्छ AI लाई? Is it a hype? Yeah, it's definitely not a hype. Like AI भन्ने शब्द अहिले हामीले जति profoundly use गरिरहेछौँ मार्केटमा this existed many decades ago. होइन पहिला पुरानो फिलोसफरहरूको लाइक अथरहरूको बुक पनि हेर्नुभयो भने आर्टिफिसियल इन्टेलिजेन्स भने पहिल्यैदेखि हुने गर्थ्यो अब हामी जुन कल्चरबाट आएका छौँ हाम्रो त्यहाँ गड्स गडेसेसहरू फ्लाइङ इन द होइन फ्लाइङ कार्स यताउता देख्छौँ नि त्यो पनि इन सम वेज इज पोइन्ट इन द सिभिलाइजेसन द्याट वी आर हेडिङ टुवर्ड्स होइन त्यही भएर मैले चाहिँ कसरी हेरेको छु एआईलाई भन्दा it's a revamp or a restart of an entire civilization. It's definitely not a hype. Hype kun manema huna sakcha bhanda in terms of people thinking about investment, like concentration of capital, haina aba should we jump into this and test some waters around this particular aspect of AI bhanne kurale त्यो framework ma discuss garda it might sound like a hype but it's definitely not a hype. It's a restart of a civilization where
लेट्स से हाम्रो सिभिलाइजेसन सुरु भएको लाइक थाउजन्ड्स अफ इयर्स भयो। हामीले गर्ने डे टु डे बेसिसमा कति कामहरू म्यानुअली गरिन्थ्यो भने अब भोलिको दिनमा अब रोबोटिक्सहरूले गर्छ होला। हामीले जुन कुराको लागि दिमाग खर्च गरिन्थ्यो अथवा एनर्जी खर्च गरिन्थ्यो भने त्यही काम चाहिँ अब मेकानिकलबाट अलिकति रोबोटिक कम्प्युटराइज सिस्टमबाट हुने गर्छ। सो इट्स अ रिस्टार्ट अफ अ सिभिलाइजेसन टु बिकम पार्ट अफ अ वाइडर कन्सियसनेस जुन चाहिँ हामीमा पहिला अलिकति ल्याकिङ थियो एन्ड द्याट्स प्योरली बिकज दिस इज द एभोल्युसनरी पाथ वेयर द वर्ल्ड इज हेडिङ इन्टु। ओके, एउटा कुरा चाहिँ म आफै पनि अब थोरै एआईमा रिसर्च गर्ने र थोरै प्रोडक्ट बिल्डिङमा पनि लागेको भए हुनाले चाहिँ अब म थोरै आफै पनि लाइक चकित पर्छु कि कहिलेकाहीँ। जस्तो अब सबै कुराहरू अटोमेसन हुन थाले। अब तपाईँले भन्नुभयो जस्तो अडिट एआई, जसले चाहिँ लाइक मेबी फ्यु अकाउन्टेन्ट्स अर मेबी फ्यु अडिटर्सको जब कम गर्नेवाला छ, विच इज फर स्योर नि। त्यसै गरी अब सबै कुरामा त्यही छ फेरि। इट्स नट ओन्ली लाइक अडिट। म टिचिङमा पनि छु, टिचिङमा पनि त्यही हो, मेबी मेडिसिनमा पनि त्यही होला, मेबी फ्याक्ट्रीतिर यो इन्डस्ट्रियल एरियातिर पनि त्यही होला होइन। त्यो भइसकेपछि सबै कुराहरू अटोमेट भइसकेपछि जेनरली अब सबै मान्छेहरूले त जागिर पाउने भएन नि त। सबै मसिनले गर्ने भयो, एआईले गर्ने भयो भनेपछि कसैले जागिर पाएन, कमाइ गरेन भनेपछि चाहिँ कसैसँग खर्च गर्ने पैसा नहुने भयो, बिकज एभ्रिथिङ इज बिङ ह्यान्डल बाई एआई। अनि फेरि त्यहाँनिर खर्चै गर्न परेन भने चाहिँ फेरि त्यहाँनिर प्रोडक्सन नि हुनु परेन धेरै भनेपछि हाउ द्याट लाइक म्याथमेटिकली वर्क्स। या सो आई थिङ्क हामीले कसरी सोच्नु पऱ्यो भन्दा एआईले सर्टेन पोर्सन अफ द जब्सहरू लाने हो है। अब यही एआईलाई पनि फेरि भोलि अडिट गर्नुपर्छ नि त। एआईले दिने आउटपुट राइट छ या रङ छ भन्न पनि त मान्छे त चाहियो नि त होइन। जस्तो एउटा एक्सपिरियन्स ओडिटरको इक्जाम्पल दिन्छु म। हामीले कुनै अटोमेसन टुल बिल्ड गऱ्यौँ ओडिट एआईभित्र भने त्यो अटोमेसन टुलले दिएको आउटपुट राइट छ कि रङ छ भन्ने मान्छे त अर्को चाहियो नि त है। त्यही भएर कम्प्लिटली जबै जान्छ भनेर चाहिँ डराउनु पर्दैन। तर अबको नयाँ जेनेरेसनले चाहिँ डेफिनेटली के सोच्नुपर्छ भन्दा कुनै पनि प्रोफेसनमा लाग्नुभन्दा अगाडि अथवा लागिरहेकै केसमा पनि हाउ टु एड्याप्ट एआई इन युजुअल प्लेस अफ वर्क र आफ्नो एउटा पर्सनल सेटिङमा पनि त्यो गर्ने मान्छेहरूले चाहिँ डेफिनेटली दे विल बी प्लेन्टी अफ जब्स अराउन्ड। अब जो मान्छेले त्यो गर्दैन दे माइट नट नेसेसरीली गेट द फुल प्रोडक्टिभिटी फ्रम एआईले गर्दा। यस, सम अफ देम विल डेफिनेटली ह्याभ टु बी लेड अफ एन्ड अल अफ द्याट। तर इट डजन्ट मिन कि लाइक 100% अफ द जब्सहरू जान्छ भन्ने चाहिँ होइन। अब प्रोडक्टिभिटीको हिसाबले भोलि चाहिँ जस्तो इकोनोमीमा चाहिँ कस्तो खालको इम्प्याक्ट पर्छ भन्ने कुरामा चाहिँ अब एआई रिलेटेड कुराहरू त एउटा दुईवटा त छैनन् नि त। इफ इट्स काइन्ड अफ लाइक टचिङ ह्युमन लाइफ इन अन अ डे टु डे बेसिस there are like millions of things people can do about it, right? Yep. So एउटा accountant सधैँ हुनुपर्छ भन्ने पनि भएन. He can make so many other things that is usable in the market and create some value. हैन, जस्तो आजसम्म म सायद कन्फाइन्ड एउटा कुरामा केमा थिएँ होला भन्दा अकाउन्टिङ नै सधैँ गर्नुपर्छ अथवा ओडिटिङ नै सधैँ गर्नुपर्छ भन्ने मान्छे अहिले यो प्रोडक्ट बिल्ड गर्दै जाँदा दिस इज अ कम्प्लिटली डिफ्रेन्ट कन्सेप्ट, राइट? So where I started back in 2010 aspiring to be an accountant, I'm now building something else which is a completely different setup. Similarly अहिलेको अब स्टुडेन्टहरूले अथवा अहिलेको अर्ली करियर मुभर्सहरूले पनि त्यही हिसाबले सोच्नु पर्यो हाउ बेस्ट टु एड्याप्ट एआई इन वर्क प्लेस सो द्याट दे क्यान क्रिएट भ्याल्यु। एक्ज्याक्टली। ठ्याक्कै अब हाम्रो यो भ्युवर्सलाई कन्फिडेन्स दिनलाई मसँग एउटा फ्याक्ट पनि थियो क्या। जस्तो के भन्दो रहेछ भन्दा 85 मिलियन जब्स चाहिँ यो एआईले डिस्ट्रप्ट गर्न सक्छ अरे, तर साथसाथै 97 मिलियन न्यू जब पनि क्रिएट हुन सक्छ अरे क्या। एन्ड दिस इज बेस्ड अन लाइक रिसर्च कन्डक्टेड बाई वर्ल्ड इकोनोमिक फोरम होइन। अनि त्यो भन्दै गर्दा मलाई एउटा कुराको याद पनि आयो क्या। जस्तो पहिला एउटा इन्डस्ट्रियल रिभोलाइजेसन हुने बेला चाहिँ लाइक मेबी 19 समवेयर अराउन्ड आई डोन्ट नो 1800तिर होला होइन, 1800 to 1900। त्यति बेला चाहिँ यो जुन फ्याक्ट्रिजहरू यो असेम्ब्ली लाइनहरू आयो, रोबोट्सहरू आयो, अनि त्यति बेला चाहिँ लाइक लेबरहरू कम चाहियो अरे क्या। मान्छेले चाहिँ त्यो जुन लेबर गरेर खान्थे नि, जुन लेबरको जागिर गर्थे उनीहरू डिस्प्लेस भयो अरे क्या।
त्यो बेला पनि यही हाम्रो यहीँ युकेमा पनि धेरै आन्दोलनहरू हुन्थ्यो, यो जस्तो लेबर एसोसिएसन हुन्थ्यो होला त्यो बेला पनि होइन। अनि मसिनले लैदियो भनेर आन्दोलन हुन्थ्यो अरे, तर साथसाथै त्यो बेला जब त सकिएन नि, त्यहाँ भएका मान्छे त स्विच भयो नि अन्त। सो मेबी समथिङ यस्तै केही होला जस्तो लाग्छ मलाई पनि होइन। ठिक छ, मुभिङ अन। अब ठ्याक्कै एउटा नर्मल मान्छेले जो चाहिँ एआईमा त्यति फ्रेन्डली हुनुहुन्न, उहाँलाई चाहिँ हाम्रो यो जुन तपाईँले प्रोडक्ट बनाउँदै हुनुहुन्छ नि अडिट एआई, यो चाहिँ ठ्याक्कै नर्मल बुझ्ने भाषामा चाहिँ कसरी भन्नुहुन्छ? लाइक हामी च्याट जिपिटीलाई सोध्छौँ नि कहिलेकाहीँ ठुलो कन्सेप्टलाई चाहिँ एक्सप्लेन इट लाइक आई एम 5 years old काइन्ड अफ त्यसरी एक्सप्लेन गर्दा It's basically an automation tool होइन। सिम्पल 2 wordsमा भन्दा इट्स अ automation tool। हामीले जुन कुरा एज एन अकाउन्टेन्ट एज एन अडिटर धेरै कुराहरू एक्सेलमा गर्छौँ, पावर पोइन्टमा गर्छौँ, वर्ड डकुमेन्ट्सहरूमा गर्छौँ, विभिन्न वर्क इन पेपर्सहरू क्रिएट गर्छौँ, त्यो कुराहरू सबै चाहिँ अडिट एआईले आफै गर्ने भयो। तर त्यसको डिफेन्सिबिलिटीमा हामीले काम गर्ने हो। कोडहरू बनाउँदा त्यसलाई कसरी चाहिँ एआई लेयर्ड इन्फ्रास्ट्रक्चर बनाउने भन्ने काम चाहिँ हाम्रो टेक्निकल टिमले गर्छ। Yes, to answer your question, in simple words, it's an automation tool for the auditors so that they don't spend a lot of time, resource, energy, money on things that they shouldn't be doing going forward. ओके, भन्नुको मतलब अब धेरै म्यानुअल कुराहरूलाई हामी अटोमेट Exactly. आफै अब ठ्याक्कै अटोमेसनलाई नेपालीमा के भन्छन् मलाई चाहिँ थाहा छैन क्या रे, हजुरलाई छ? I don't know, automationलाई के भन्छ होला? कृपया कमेन्ट गरिदिनु ल। I don't know, to be fair. खासमा नेपालतिर पनि फेरि अब हामी चाहिँ बेलायत बसेर चाहिँ नेपाली बिर्सिम भन्न खोजे होइन। कस्तो भन्ने नेपालमा बस्ने मान्छेलाई नि धेरैलाई मेरो साथीहरूलाई थाहा छैन क्या। होइन त्यो हुन्छ पनि। फेरि जस्तो अब हामी युके बस्न थालेको थुप्रै टाइम भएको हुन्छ अनि त्यसपछि पहिलाको ब्याकग्राउन्डहरू लाइक भोकेबुलरीहरू त्यो बिर्सिँदै पनि जान्छ। एन्ड इट डजन्ट मिन इट्स अ रङ थिङ। लाइक कहिलेकाहीँ बिर्सिन्छ, त्यो कनेक्ट गर्न सकिँदैन। अहिले हजुरलाई ज्याप्प भन्न सकिनँ मैले, हु नोज म त्यो डोरबाट बाहिर निस्किँदा ठ्याक्क आउन पनि सक्छ होइन। ठिक छ, होइन अब म धेरै कुराहरूमा अड्किन्छु क्या। यो जस्तो अब कम्प्युटरलाई अझ याद छ मलाई, त्यसलाई सुसाङ्ख्य यन्त्र हो कि यस्तै आई डोन्ट नो समथिङ के भन्थे रे, जुन धेरै नेपालीहरूलाई थाहा छैन होला, जुन अभियसली वी डोन्ट युज द्याट नि त। ठिक छ, अब मुभिङ अन। अब यो अडिट एआई बनाउँदै हुनुहुन्छ तपाईँसँग चाहिँ ठ्याक्कै एआईको ब्याकग्राउन्ड चाहिँ छैन जस्तो हाम्रो धेरै भ्युयर्सहरूलाई के लाग्न सक्छ भन्दा, र धेरै मेरा साथीहरूलाई पनि लाग्छ। अब जस्तो धेरैले देखिरहनु भएको छ कि टेकमा धेरै अपर्च्युनिटिजहरू छ। जस्तो कसैलाई चाहिँ मानौँ एआई बनाउन मन होला अरे, कसैलाई के सिआरएम बनाउन मन होला अरे, कसैलाई एउटा कुनै टुल बनाउन मन होला अरे होइन। तर उहाँहरू चाहिँ ठ्याक्कै टेक्निकल ब्याकग्राउन्डबाट बिलोङ गर्नुहुन्न भनेपछि टेक्निकल ब्याकग्राउन्डबाट बिलोङ नगर्ने मान्छेले चाहिँ डिजिटल प्रोडक्ट कुड बी एआई कुड बी एनिथिङ एल्स होइन, त्यो चाहिँ कसरी बनाउन मिल्छ? जस्तो तपाईँ ठ्याक्कै टेक्निकल ब्याकग्राउन्डबाट हुनुहुन्न तर एआई प्रोडक्ट बनाइरहनु भएको छ, तपाईँ फाइनेन्स ब्याकग्राउन्डबाट हुनुहुन्छ होइन, त्यो चाहिँ कसरी सम्भव हुन्छ? सो प्रोडक्ट भनेको चाहिँ मैले बुझाए चाहिँ इट्स एन इन्टरसेक्सन अफ 2 डिफ्रेन्ट डोमेन्स है। प्रोडक्ट भनेको चाहिँ एउटा यन्त्र हो, त्यो यन्त्रले के काम गर्ने भन्नेको चाहिँ डोमेन हो। सो जस्तो अहिले अडिट एआई भनेको इट्स एन इन्टरसेक्सन अफ फाइनेन्स नलेज, अडिटिङ नलेज, अकाउन्टिङ नलेज एन्ड द टेक इट्सेल्फ। सो यसको लागि दुईजना अथवा दुईवटा सबैभन्दा महत्त्वपूर्ण तत्त्व भनौँ न, फन्डामेन्टल एलिमेन्ट्स भनेर चाहिँ एउटा टेक हुनु पऱ्यो, एउटा चाहिँ डोमेन हुनु पऱ्यो। डोमेनको पाटो चाहिँ म हेर्छु बिकज मेरो एक्सपिरियन्सले त्यो गर्न दिन्छ। अनि मलाई अब चाहिएको मिसिङ पार्ट भनेको एउटा टेक टिम हो, जुन चाहिँ अहिले फोर्चुनेटली आई हेभ अ को फाउन्डर हु इज a PhD in machine learning and AI and has worked in many startups in the past. So त्यो हाम्रो केमिस्ट्री ठ्याक्क मिल्यो अनि त्यसपछि चाहिँ हामीले यो बनाउन थाले हो। फर समबडी हु इज नट फ्रम द टेक ब्याकग्राउन्ड, उनीहरूले चाहिँ खोज्नुपर्ने भने चाहिँ एउटा त्यो केमिस्ट्री मिल्ने जसँग चाहिँ आफ्नो नलेज सेयर गरेर त्यसलाई चाहिँ हाउ क्यान वी मटेरियलाइज दिस इन्टु अ ट्यान्जिबल प्रडक्ट भनेर एउटा साथी भेट्नु पऱ्यो अथवा एउटा प्रोफेसनल एक्सपर्टिज भेट्नु पऱ्यो फर्स्ट अफ अल होइन। त्यो गरिसकेपछि अलिकति यो डोमेन नलेज भएको मान्छे अथवा टेकको मान्छेसँग चाहिँ अलिकति इन्जिनियरिङ ब्रेन चाहिँ डेफिनेटली हुनुपर्छ। त्यो भनेको कस्तो भन्दा
डोमेन नलेजको मान्छेसँग चाहिँ लट्स अफ एक्सपिरियन्स चाहिँ हुनुपर्छ। अहिले हाम्रो केसमा के भइरहेको थियो भन्दा बिकज आई हेभ लट्स अफ एक्सपिरियन्स इन अकाउन्टिङ एन्ड ओडिट, त्यो प्रडक्ट चाहिँ कसरी स्पेसिफाई गर्ने, त्यसको आर्किटेक्चर कस्तो हुनुपर्छ, त्यसको आउटपुटहरू कसरी देखिनुपर्छ, मान्छेले वेब एपमा हेर्दा अथवा लाइक क्लाउडमा हेर्दा त्यो चाहिँ कसरी चाहिँ प्रेजेन्ट हुनुपर्छ, त्यो मैले धेरै आफूले पहिल्यै गरेको भएर मलाई चाहिँ सजिलो भएको थियो। तर इफ यु हेभ लट्स अफ थियोरिटिकल नलेज बट नट प्र्याक्टिकल नलेज, इट क्यान बी अ बिट डिफिकल्ट, at which point you'll also need a product manager. Yeah, to answer your question, you definitely need somebody who can code, basically. I mean, like coding is not a big thing आजकल, तर पनि you need somebody who understands the tech. अनि त्यसपछि then you can come up with lots of ideas around your domain expertise and try to create value. First thing हुन्छ भन्ने होइन, हामी पनि we're still very early in our journey, so it doesn't mean like we'll make it. Very uncertain, turbulent times, son. There's a big risk. Tara, you know, everybody has the urge to do something, and I'm sure like people need to start whatever they think they can add value into. एउटा कुनै तपाईसँग जस्तो अकाउन्टिङ फाइनान्सको एक्सपिरियन्स भयो भने एकजना कोही सहकर्मी खोज्नु, सहकर्मी, यस, जसले चाहिँ तपाईलाई, जसको तपाईँ र उहाँको भिजन मिलेर चाहिँ एउटा प्रोडक्ट जन्माउनुहुन्छ। जस्तो कतिपय मार्केटमा चाहिँ लाइक सुनिन्छ अब अहिले त एआई पनि आइरहेछ, अनि लाइक कोडिङ सिक्न टुलहरू, यो एपहरू बनाउन पनि सजिलो छ। त्यो वेमा जाँदा जस्तो आफै सिकेर बनाउँदा चाहिँ के रिस्क छ र को फाउन्डर हुनुमा चाहिँ के रिस्क छ, त्यो दुईटा पार्टहरूलाई हेर्दा जस्तो तपाईँले आफै प्रोडक्ट बनाउँदा चाहिँ मानव 6 महिना 1 वर्ष कोडिङ सिकेर डिफ्रेन्ट यो टेक्नोलोजी स्ट्याकहरू सिकेर जाँदा के बेफाइदा हुन्थ्यो र अब तपाईँले यो किन रोज्नुभयो, ठ्याक्कै त्यो डिफ्रेन्सेस के छ? एउटा कुरा कस्तो छ भन्दा शिवजी, यसमा जस्तो हामीले सबै कुरामा एक्सपर्टिज लेभलको एक्सपिरियन्स त्यो 5-6 महिना काम गरेर वा सिकेर अथवा एउटा लर्निङ कोर्स गरेर गर्न सक्दैनौँ, एक्सक्युज मी। त्यही भएर त्यो आफैले गर्छु, यो टेक पनि आफै हेर्छु, डोमेन त म छँदैछु भनेर गर्ने हो भने इट्स भेरी अनलाइकली यु विल बी सक्सेसफुल। यत्तिकै त तपाईँको स्टार्टअपको सक्सेस रेट इज लेस देन लाइक 0.5% एनीवे। त्यसमाथि टेक टिम नहालेर आफैले म सिकेर एउटा एप बनाउँछु भन्दा चाहिँ इट्स टु मच अफ अ रिस्क, एन्ड देन यु आर थ्रोइङ अवे, lightly throwing away 6 months to a year of your valuable time. And you don't know like कहिलेसम्म time spend गरिरहेको हुन्छ। Exactly right. And then how you going to get the feedback loop, right? आफूले गरिरहेको कुरा ठिक छ छैन भनेर how you going to verify? प्रडक्ट गराउँदा त प्रडक्ट म्यानेजर हुन्छ, त्यसमा टेस्टरहरू हुन्छन्, थुप्रै मान्छेहरूले त्यो प्रडक्टलाई ब्रेक गर्न खोज्छन्। So how are you going to bring all that time? I think the right question is मैले चाहिँ टेकतिरको सोधेँ, तपाईँले जुन यो डेकेड एक्सपिरियन्स यो अकाउन्टिङ फाइनेन्समा काम गरेर लिनुभएको छ नि, ठ्याक्कै त्यही कुरा चाहिँ मैले 6 महिना स्पेन्ड गरे पनि सिक्न सक्छु होला? सकिँदैन, एब्सोल्युटली सकिँदैन। आई थिङ्क द्याट आन्सर्स द्याट, यस मैले चाहिँ अकाउन्टिङको पाटोबाट आन्सर दिएँ, तर यस लाइक टेकको पाटोबाट जस्तो मेरो को फाउन्डरले अब मैले अकाउन्टिङ र ओडिटिङ सिक्छु 1 वर्ष 2 वर्ष लाएर एन्ड देन आइम गोना इम्प्लिमेन्ट ऑल माई टेक नलेज एन्ड बिल्ड अ प्रडक्ट भन्यो भने that's a complete nonsense and a waste of time. Exactly. And you try to be like as effective you can. You need to delegate a lot of work. Like त्यसको लागि जस्तो it's like movie making, right? So अहिले हामी यो स्टुडियोमा छौँ, हामी दुईजना मात्र आएर केही हुँदैन नि, there is a studio man and there are like lots of other people who are helping out to set up this unit. As a movie के केस गर्ने हो भने there is like sounds, there is like computing, there is like so many different things, right? It's like joining different Legos. It's a collective execution of a plan, right? And you can't do all of those things by yourself. And the moment you think you can do all of it by yourself, I think you've lost the battle already. ठिक छ, अब यो भन्न खोजे चाहिँ मेबी आफूले जे जानिया छ त्यसैमा ध्यान दिनुपर्छ भन्ने। एक्ज्याक्टली, आफूले जे जानेछ त्यसैमा फोकस पाऊँ, बरु सकिन्छ भने फर अ प्रोलङ पिरियड अफ टाइमसम्म त्यसमा गिभ अप नगरौँ। टु मच न्यासेन्ट हुनु पनि राम्रो होइन क्या, जम्पिङ अराउन्ड होइन, ट्राइङ टु अब्जर्भ अ लट अफ नलेज फ्रम समथिङ द्याट यु हेभ नेभर बिन एक्सपोज टु इन द पास्ट, इट्स अ सुइसाइड। ओके, सो हजुरलाई मैले पहिले पनि भनेको थिएँ, हाम्रो यो प्रोग्राम चाहिँ खासमा चाहिँ हाम्रो स्पेसली नेपाली डायस्पोरा
जो विदेशमा हुनुहुन्छ, केही गर्न खोज्दै हुनुहुन्छ अथवा केही गरिसक्नु भएको छ, बिजनेस, एआई, कुड बी इन एनी बिजनेस रिलेटेड स्टफ अर एनी अदर प्रोफेसन हु आर डुइङ लाइक सम इम्प्याक्टफुल स्टफ होइन। त्यही भएर हाम्रो भ्युवरसिपहरू चाहिँ नेपालीहरू हुनुहुन्छ जो चाहिँ अब सायद केही गर्न चाहनुहुन्छ विदेशमा होइन। अब उहाँहरूको लागि चाहिँ एउटा धेरै क्वेसनहरू मैले पाउँछु, आई मिन मेरा साथीहरूबाट एन्ड देन अडियन्सबाट। एउटा क्वेसन के सुनिन्छ भन्दा जस्तो हामी लन्डनमा बेस छौँ होइन, अब व्यापार कसरी स्टार्ट गर्ने, अब नेपालको माहौल हुन्थ्यो पनि हल्का थाहा छ, कम्पनी हाउसमा जाने, एउटा सिए अडिटर जस्तो खोज्ने, अनि 10-15 हज़ार दिएर बिजनेस रजिस्टर गर्ने, 2 महिना यति कुर्ने, के प्रक्रिया छ नि त होइन। ठ्याक्कै म एकजना मान्छे हुँ, एम्बिसियस मान्छे, लन्डनमा छु, मैले बिजनेस गर्न चाहे, कुड बी एनी बिजनेस होइन, यसको प्रक्रिया चाहिँ के हुन्छ? Yeah, I think the first thing is to identify like what sector do you want to operate your business in. Is it an existing industry that you want to go into? एउटा त अर्को भने चाहिँ is this something completely new in the market? So completely new in the market is almost like product building हैन। तर existing business चाहिँ छ, let's say I want to start up a restaurants, let's say. There are lots of restaurants in the UK. There are lots of restaurants in London itself हैन। उनीहरूले कसरी रन गरिरहेछन् अलिकति स्टडी गर्नु पर्यो। हामी चाहिँ एउटा कुरा के कुरामा चाहिँ अलि छिटो छलाङ मार्न खोज्छौँ भन्दा केही कुरा सुरु गर्ने हो भनिसकेपछि we don't do a thorough study, the background and what are the pros and cons of starting a business. Is it the location? Is it the people? Is it the operation itself? Is it the tech? Or is it something else? Is it the regulation? भनेर त्यो चाहिँ खासै स्टडी गरे जस्तो लाग्दैन हामी धेरै मान्छेहरूले। त्यो चाहिँ पहिला स्पष्ट हिसाबमा आफ्नो रोड म्याप बनाउनु पर्यो, कुन सेक्टरमा जाने, कस्तो खालको हर्डल्सहरू छ त्यसमा, रेगुलेटरी फ्रेमवर्कहरू के छ। अब युकेमा अथवा लन्डनमा कुनै बिजनेस स्टार्टअप गर्नको लागि इट्स भेरी इजी राइट। सिम्पली गो टु अ कम्पनीज हाउस, ओपन अप न्यू कम्पनी, इट्स अ 5 minutes job, pay like 35-40 pound, whatever it is, I can't remember quite अहिले त। अनि your company is registered instantly, right? And once that's done, then त्यसमा चाहिँ अब what's the cash you're going to need, the runway कति हो, अपरेसनमा कतिको पैसा खर्च हुन्छ, मार्केट कस्तो छ भनेर त्यो रिसर्च नगरिकन कुनै पनि बिजनेसमा हात हाल्नु चाहिँ राम्रो हुँदैन। तर if you're asking like the ease of doing business in the UK, it's absolutely easy. It's 100,000 times easier than doing a business in Nepal. एउटा डेटा अब ठ्याक्कै मलाई सोर्स चाहिँ ठ्याक्कै थाहा भएन, मैले पढेको थिएँ। लन्डन चाहिँ 3rd स्टार्टअप सिटी भन्छन् यसलाई। त्यो मेबी इट्स बिकज अफ त्यो एउटा केही इन्डेक्स छ होला जसले चाहिँ इज अफ डुइङ बिजनेस डिटरमाइन गर्छ होला। लन्डन चाहिँ 3rd मा पर्दो रहेछ स्टार्टअपको लागि। फर्स्ट मेबी हाम्रो के भन्छ भने न्युयोर्क अर मेबी सिलिकन भ्याली हरू पर्न सक्यो। डेफिनेटली युएसमा तपाईँको जति पनि इन्भेस्टमेन्ट हुन्छ स्टार्टअपमा भओस्, स्केल अप बिजनेसेसहरूमा भओस्, अलरेडी इस्टाब्लिस्ड लाइक ठुल्ठुलो कङ्ग्लोमरेट्सहरूमा भओस्, त्यसलाई hundreds of billions of investment every year. UK पनि I don't know exactly if it's number 3 or number 2, तर after US, UK is the hub for, like London especially, the hub for the entire world after US. Like I think तथ्याङ्क नै हेर्ने हो भने there are like tens of billions of pounds being poured into the city of London every year, whether it's be AI, startups or scale up. त ठ्याक्कै मलाई याद छ खासमा $1 trillion डलरमा चाहिँ यो लन्डनको स्टार्टअपमा इन्भेस्ट। आई मिन मैले सोर्स पनि राखेको छु यहाँनिर, एउटा डिल रुम युके टेक इकोसिस्टम भन्ने रहेछ, अनि $1 trillion चाहिँ को भ्यालु रहेछ यहाँका स्टार्टअपहरूको। Right, सो okay. द्याट्स लाइक Yeah, investment would be a lot less किनकि इन्भेस्टमेन्ट सुरुमा आई थिङ्क हाम्रो यो 2-4 महिना अगाडिकै मार्केटमा पनि न्युज आएको थियो लाइक हाउ माइक्रोसफ्ट, फेसबुक, गुगल, all these big companies are investing nearly $30 billion यो वर्ष मात्रै हैन। That's quite low. I mean the way त्यो I'm saying भनेको is चाहिँ like अब value. मेगा कम्पनीजहरूले मात्रै त्यति गरे। एन्ड इमेजिन लाइक सो मेनी अदर अननोन लाइक फ्यामिली अफिसहरूले गरे हुन्छ, हाई नेट वर्थ इन्डिभिजुअलहरूले गरे हुन्छ, एन्टरप्राइजहरू, फाइनेन्सियल इन्स्टिट्युसन, पेन्सन, ब्याङ्क्स, यो सबैले गर्दा चाहिँ I would say it's anywhere like $40 to $50 billion होला। तर तपाईले भन्नुभएको 1 trillion भने चाहिँ त्यसको चाहिँ ओभरअल मार्केट भ्यालु चाहिँ हुन सक्छ। या ओके, सो ठिक छ। अब अलि जस्तो एउटा इक्जाम्पल सहित एउटा क्वेसन सोध्न खोजेँ। म युकेमा बस्छु
हैन? एउटा तपाईलाई कुनै सिनारियो दिएँ के मैले। म युकेमा बस्छु, म एउटा कुनै अनलाइन बिजनेस थाल्न चाहन्छु भन्दाखेरि अब यो चाहिँ सिम्पली कम्पनी रेजिस्ट्रेसन गर्ने एन्ड देन आई क्यान स्टार्ट अर आर देयर एनी लिग्यालिटिज इन्भल्भड अर एनी डोमेन स्पेसिफिक लिग्यालिटिज के हुन्छ त्यो कुरा? छैन। आई थिङ्क एउटा कमर्सियल मार्केट प्लेस बनाउनको लागि आई थिङ्क सबैभन्दा फन्डामेन्टल कुरा भने कम्पनी रेजिस्ट्रेसन गर्नु भनेको त्यसलाई लिगलाइज गराए मात्रै हो। अरू त्यसमा चाहिँ ठुलो कुरा केही पनि हुँदैन। इट्स लाइक अपरेटिङ नेम के हुने, त्यसको रेजिस्टर्ड अफिस कहाँ हुने भनेर सरकारलाई भन्दा मात्र हो, त्यो कम्पनीज हाउसको लागि हो। त्यो पछि एउटा कमर्सियल मार्केट प्लेस बनाउनको लागि देयर आर नो अदर रेगुलेसन आई डोन्ट थिङ्क एनी वे टु माई नलेज है। जस्तो कुरामा चाहिँ हुन सक्ला जस्तो मेडिकल यस्तै मेडिसिनहरूमा हुन सक्ला, किन भन्दा अब एनएचएस इज लाइक अब युकेको आफ्नो गभर्मेन्टको बडी हो। अनि अब ब्युटी पनि विल फल अन्डर मेडिसिन, किन भन्दा इट्स लाइक फुडहरू, बेभरेजहरू, किन भन्दा एनिथिङ द्याट रिलेट्स टु कन्सम्सन ओर ह्युमन बडी त्यसमा चाहिँ थुप्रै रेगुलेसनहरू हुन्छ। तर इफ यु जस्ट सेलिङ अ युजेबल प्रडक्ट, लेट्स से आइफोनको मलाई चाहिँ केस कभर चाहियो होइन, it doesn't do any harm to you even if you do something wrong about it, except the person using it is going to complain about the product नि त हैन। ह्युमन लाइफसँग इन्टरेक्ट नगर्ने कुनै पनि तत्त्व अथवा प्रडक्टहरूमा चाहिँ त्यति धेरै रेगुलेसन छ जस्तो मलाई लाग्दैन। ओके ग्रेट। भनेपछि बिजनेस स्टार्ट गर्न युकेमा सजिलै छ। अर्को एउटा कुरा के जस्तो लन्डनमा, न्युयोर्कमा अनि तपाईँको यो सिलिकन भ्यालीमा बहुत सुनिन्छ कि यो VC स्टार्टअप्स एन्ड देन सीड फन्डिङ, राउन्ड ए, राउन्ड बी, समथिङ बिलियन, समथिङ ट्रिलियन, यसलाई किन्यो अरे, त्यसलाई अक्वायर गरायो अरे। यो ग्ल्यामर चाहिँ हो के खासमा? साँच्चीकै चाहिने चिज हो कि? आई डोन्ट अन्डरस्ट्यान्ड। अब VC भनेको बेसिकली एउटा मनी डिप्लोइङ क्यास अथवा क्यास डिप्लोइङ अथवा क्यापिटल डिस्ट्रिब्युसन च्यानल मात्र हो। VC भनेको एउटा इन्स्टिट्युट हो, भेन्चर क्यापिटल। त्यहाँ चाहिँ फन्डहरू जस्तो प्राइभेट इन्भेस्टरहरूले, इन्स्टिट्युसनहरूले फन्ड डिप्लोय गर्छन्। अनि VCहरूले चाहिँ अपर्च्युनिस्टिक हिसाबले कुन कुन कम्पनीमा पैसा हाल्दा चाहिँ सेयर होल्डरहरूलाई रिटर्न दिन सकिन्छ भनेर उनीहरूले खोल्या भने एउटा डिस्ट्रिब्युसन च्यानल हो। इन लेमन टर्म्स इट्स अ डिस्ट्रिब्युसन च्यानल अफ क्यापिटल। अब VCको अहिले फ्रेज एकदम ग्ल्यामरस छ, तपाईँले भन्न खोजेको के हो जस्तो लाग्छ मलाई भन्दा लट्स अफ पिपल आर ट्राइङ टु बी अन्टरप्रेन्योर्स एन्ड राइटली सो, लाइक देयर इज नथिङ रङ विथ द्याट। त्यो गर्ने बित्तिकै पिपल गेट एक्सपोज टु सिमिलर काइन्ड अफ मिडियाको आर्टिकल्सहरू, VCले यस्तो गर्यो उस्तो गर्यो होइन, लाइक अब हाई नेट वर्थ इन्डिभिजुअलहरू हुन्छ, फ्यामिली अफिसेसहरू हुन्छ। यो सबै भनेको चाहिँ लाइक यु सेड इट्स अ क्यापिटल डिस्ट्रिब्युटिङ च्यानल। फन्डिङ पाउनको लागि इज अ डिफ्रेन्ट बोल गेम। यु हेभ टु हेभ अ भेरी गुड थिसिस अन द प्रडक्ट अर वाट एभर इट इज द्याट यु डुइङ। अनि VCजहरूको चाहिँ रिटर्न चाहिँ अलिकति एक्सपोनेन्सियल हुन्छ, उनीहरूको एक्सपेक्टेड रिटर्न चाहिँ। जस्तो नर्मल ब्याङ्कहरूले अथवा नर्मल एउटा प्राइभेट इन्भेस्टरले आफूले कुनै ठाउँमा इन्भेस्ट गर्यो भने उनीहरूको एउटा सेट पर्सेन्टेज भनेको 20%, 30% रिटर्न भयो भने दे विल बी सेटिस्फाइड, राइट? तर VCs aren't looking at normalized return, they are looking at abnormal returns. उनीहरूले 100वटा स्टार्टअप्सहरूमा इन्भेस्ट गर्छ, only 2 to 3 of them need to work. त्यहाँबाट उनीहरूको एक्सपोनेन्सियल रिटर्नले उनीहरूले डिप्लोय गरेको अरू 97-98वटा ध्वस्तै भयो भने पनि they still making loads of money back to their investors or their shareholders. त्यही त, आई मिन अरू जस्तो इन्डियातिर पनि यो त छ क्या अरे, लाइक होइन यो खास जहाँ पनि छ। नेपालमा अझ त्यति इन्स्टिट्युसनलाइजेसन भए हैन कि 2014 सम्म थिएन है। मेरो दिस इज माई यो फ्यु इयर्स अगाडिको मेरो आफ्नो रिसर्च अनुसार 2012 या 2014 सम्म यो PVCको कन्सेप्ट थिएन नेपालमा। किन भन्दा नेपालमा क्यापिटल डिस्ट्रिब्युसन चाहिँ त्यति राम्रो छैन, किनकि मेनली ब्याङ्कले नै त्यसको मोनोपोली जस्तो गरेर राखेको छ। प्लस नेपालमा एउटा पछिल्लो समय एउटा यो नेपालको न्युजमा पनि सुनेको थिएँ कि जस्तो यहाँ हामीले सेयर्सको भ्यालु गर्छौँ नि, जस्तो कुनै कम्पनीको चाहिँ अब सुरुमा हामीले पेड अफ क्यापिटल मानौँ 1 पाउन्ड राखिन्छ यहाँ जेनरली, तर अब हामीले चाहिँ त्यो 1 पाउन्डको कम्पनीलाई चाहिँ 1 मिलियनमा बेच्न नि पायौँ नि त, त्यसले हामीलाई 1 मिलियन दिने नि पायौँ। त्यस्तै के प्रावधान छ अरे नेपालमा चाहिँ होइन?
जसले चाहिँ ठ्याक्कै त्यो कम्पनीको कि एसेट थप्याउनु पर्यो अरे होइन त्यो भइसकेपछि बल्ल भ्यालु बढ्छ अरे कम्पनीको त्यसरी ठ्याक्क भ्यालुएसन लाउन पाइँदैन अरे भन्ने किसिमको त्यस्तो केही छ र होइन कम्पनीको भ्यालुएसन लाइक द्याट डिफ्रेन्ट मेट्रिक्स टु डु अ कम्पनी भ्यालुएसन लाइक इन स्टार्टअप वर्ल्डमा दे आर प्रब्ली लुकिङ एट ARR as the fundamental. अनि सेकेन्डली चाहिँ अब प्री रेभेन्यू कम्पनी छ भने तिनीहरूले चाहिँ प्रेडिक्टेड ARR or क्यास फ्लोज इन द फ्युचर त्यो पनि हेर्छन् अनि उनीहरूको चाहिँ क्यापेक्सको एक्सपेन्डिचर कस्तो छ बर्न रेट त्यहाँ लट्स अफ डिफ्रेन्ट मेट्रिक्स द्याट दे युज तर मोस्टली भिसीहरूले हेर्ने भनेको डिस्काउन्टेड क्यास फ्लो आई थिङ्क मोस्ट अफ द केसेसमा त्यो हेर्छन् अब नेपालमा चाहिँ त्यो एसेट थप्नुपर्छ भन्न खोजे के होला जस्तो लाग्छ भन्दा जस्तो आज कम्पनी दर्ता गर्यो लेट्स से फर लाइक 100 रुपिज अनि ऑल अफ अ सडन इन 2 years यु हेभन्ट डन एनिथिङ एसेट पनि केही गराएको छैन क्यापेक्स पनि केही छैन अनि सडनली 1 करोड छ हाम्रो कम्पनीको भ्यालुएसन भन्नलाई त केही बेसिस त हुनु पर्यो नि देन निड्स टु बी एन अन्डरलाइङ थिसिस बिहाइन्ड द भ्यालुएसन ऱ्याम्प अप त्यो नभएको भएर एसेट थप्नुपर्छ भनेको इन्डिकेसन केले दिएको हुनसक्छ भन्दा इफ यु इन्भेस्टिङ सो मच मनी इन्टु यो कम्पनी त्यसले केही त जेनेरेट गरेको त हुनु पर्यो तपाईँको त्यो सबै क्यास चाहिँ बर्न भएर पिएनएलमा राइट अफ भएर क्यापेक्समा केही पनि नहुने एसेट केही बिल्ड नहुने गुडविल केही बिल्ड नहुने इन्टेन्जिबल केही बिल्ड नहुने हो भने त देन द्याट कम्पनी इज नट वर्थ एनिथिङ राइट सो आई थिङ्क द्याट्स वाट दे आर ट्राइङ टु से ओके ठिक छ मलाई एक दुईवटा अब जेनरल अन्डरस्ट्यान्डिङ चाहिँ छ म हजुरलाई एक एक गरेर सोध्छु खासमा त्यो ठ्याक्कै मलाई के हो भनेर एकदमै छोटकरीमा भनिदिनु न है जस्तो यो भन्छन् एउटा प्रिसिड फन्डिङ भन्छन् त्यो भने चाहिँ के हो प्रिसिड फन्डिङ भनेको जस्तो आइडिया स्टेज पछि प्रडक्टलाई एटलिस्ट प्रोटोटाइपसम्म बनाउनको लागि आई थिङ्क नेम इज सेल्फ एक्सप्लेनेटरी प्रिसिड सिड भन्दा अगाडि के हुन्छ होइन बिउ उम्रिनुभन्दा अगाडि चाहिँ कि कसरी हाउ क्यान यु कन्भिन्स एन इन्भेस्टर हाउ क्यान यु कन्भिन्स एन इन्भेस्टर टु इन्भेस्ट इन your company you have a thesis you don't have a working prototype you don't have any traction you don't have ARR you pre-revenue literally त्यो pre-born जस्तो हो कि तर त्यो थिसिस चाहिँ यति राम्रो हुनुपर्छ अथवा त्यो कन्सेप्ट यति राम्रो हुनु पर्यो कि स्टेक होल्डर इन्भेस्टरले चाहिँ बताउनु पर्यो कि दिस आइडिया माइट वर्क भनेर र हो त्यसलाई चाहिँ इग्नाइट गर्नको लागि ना what do you need you probably need a small development team you might need some more people around marketing to go and talk to customers get some feedbacks and build the product around their pain points with a proper feedback loop हैन त्यसको लागि खर्च त हुन्छ नि त त्यसको लागि चाहिँ त्यो जन्माउनलाई पैसा दिए जस्तो जस्ट डकुमेन्टेसनमा छ पिच गर्नलाई and then at least you need some there is no tangible thing, product there is no tangible product you are still building it or at least in fact you MVP बनाउनलाई भए नि चाहियो oh exactly अनि then after is like seed funding अब त्यो एउटै हो कि I mean I think a little different चाहिँ छ होला it's slightly different I mean like people can use pre-seed and seed in relatively different ways हैन अब कति कुराहरू प्रिसिडको एक्सटेन्सन पनि हुन्छ कहिलेकाहीँ प्रिसिड गराउँदै ट्र्याक्सन आउन सकेन र अझै 6 महिना लाग्ने भयो भने यु क्यान एक्सटेन्ड अ प्रिसिड टु काइन्ड अफ लाइक ब्रिज द ग्याप तर अलिकति ट्र्याक्सन आउन थाल्यो इफ यु साइन सम पाइलट एङ्गेजमेन्ट्स अनि इफ यु हेभ एन अर्ली इन्डिकेटर्स अफ जेनेरेटिङ सम रेभेन्यू ओभर द नेक्स्ट कपल अफ मन्थ्स देन मेबी यु क्यान गो इन्टु अ सीड राउन्ड एन्ड यु नो काइन्ड अफ लाइक ट्विक द भ्यालुएसन अ लिटल बिट अनि रेज द सीड राउन्ड त्यो भनेको चाहिँ अब हामीसँग वर्किङ प्रोटोटाइप छ दिस इज स्केलेबल वी हेभ सम अर्ली इन्डिकेटर्स अफ जेनेरेटिङ रेभेन्यू अनि ट्र्याक्सन राम्रो छ दे आर लट्स अफ पिपल इन्ट्रेस्टेड इन बाइङ द प्रडक्ट भनेर जब देखाउन सकिन्छ अब चाहिँ हामीलाई डेभलपमेन्ट टिममा अलिकति पैसा खर्च गर्नुपर्ने छ लाइक रिसर्चमा मार्केटिङ टिममा अलिकति डोमेन एक्सपर्टहरू कन्सल्टेन्टहरू पनि हायर गर्नुपर्ने छ भनेर जब त्यति बेला हामीलाई त्यो क्यास रिसोर्स चाहिन्छ त्यसलाई चाहिँ सीड राउन्ड भन्छ ओके अब त्यसपछि त फेरि अब लाइक त्यो सिरिज ए त्यसपछि त यस त्यसपछि चाहिँ देन आई थिङ्क सिरिज एमा जाँदा त यु डेफिनेटली हेभ टु हेभ रेभेन्यू लाइक गुड अमाउन्ट अफ रेभेन्यू अनि लट्स अफ लाइक लस मेकिङ भयो नि भयो तर रेभेन्यू चाहिँ चाहियो होइन एन्ड देन लाइक सिरिज एमा गइसक्नु भने चाहिँ यु नो दिस इज गन वर्क तर यु जस्ट डोन्ट नो हाउ लङ इट्स गन टेक यु इट्स लाइक अहिले देख्छु कि जस्तो यही हामीले च्याट जिपिटी युज गर्छौँ ओपन एआई होइन
त्यसले चाहिँ दिनमै कति हो कति लुज गरिराखेको क्या मिलियन्स त्यो सोरा लन्च हुने बेला त लाइक दिनमै 13 मिलियन हो कि या समथिङ कति भन्थ्यो क्या भन्नु मतलब त्यसले क्यापिटल चाहिँ रेज गरिरहेछ अझै पनि होइन तर त्यो लसमै छ भन्नुको मतलब इन्भेस्टरले अझै ट्रस्ट गरिराखन् र अब ठ्याक्कै अब नन प्रफिट भनेर खुल्याएको थियो क्या अहिले अर्कै के बनाएको छन् होइन आई थिङ्क ठ्याक्कै यो सिरिजवाला फन्डिङ हो कि त्यो कस्तो त्यो चाहिँ अब यो पछाडि अब यो त अब मेगा कम्पनीजहरू भयो होइन अब दे आर ट्राइन एचिभ इकोनोमिज अफ स्केल होइन अब यति धेरै रेभेन्यू हुँदा पनि लस मेकिङ हुन्छ तर ठ्याक्क त्यो एउटा थ्रेसहोल्ड पछि त्योभन्दा माथि रेभेन्यू गइसकेपछि उनीहरूको कस्ट चाहिँ सेम भइराख्यो भने चाहिँ द्याट्स वेयर दे गोना मेक अ लट अफ मनी राइट 100 बिलियनको रेभेन्यू हुने कम्पनीको 99 बिलियन कस्ट हुँदासम्म दे आर barely breaking even होइन तर द मोमेन्ट देयर रेभेन्यू इज अप बाई 10% इज नट अ लट होइन तर 110 हुन्छ नि त इफ यु कस्ट स्टेज द सेम यु इमिडिएटली मेकिङ अ प्रफिट अफ 10 बिलियन राइट ठिक छ अब जस्तो नट इन लन्डन इन जेनरल होइन मैले भन्नु खोजेँ यो वेस्टर्न इकोनोमिजमा चाहिँ लगभग उस्तै छ स्टार्टअप इकोसिस्टम होइन युएस र लन्डन मेबी सिडनी मेबी युरोप सिमिल्यारिटिज छन् कि आफै फरक छ सबै देशहरू होइन आई थिङ्क फरक छ हाम्रो बुझाइको लागि हामी अब नेपाली भएर नेपाली लेन्स लाएर हेऱ्यो भने इट्स ओल भेरी सिमिलर तर युकेमा सर्भाइभ हुन एउटा स्टार्टअपलाई र युएसमा सर्भाइभ हुन इट्स अ कम्प्लिटली डिफ्रेन्ट स्टोरी युएसमा देयर इज लाइक हन्ड्रेड्स अफ बिलियन्स अफ फन्डिङ किन भन्दा उहाँको क्यापिटल मार्केट इज सो लिक्विड देयर आर लट्स अफ इन्भेस्टर्स हु आर विलिङ टु टेक रिस्क युके चाहिँ अलिकति पछाडि छ त्यो केसमा the British investors are very conservative अनि they somewhere don't see the value in the long term gain अनि they are very reserved त्यही भएर जस्तो एउटा अब जस्तो हाम्रै प्रडक्टको लागि we know for a fact कि if we move to California or like move to somewhere in the US it will be so much easier for us to do a seed round we probably don't need so many months to build up the thesis and you know trying to get into the calls with the investors तर युकेमा चाहिँ त्यो चाहिँ it's at least like 10-20 times tougher Australia and like all the other continents हरूमा पनि very similar छ तर the good thing is London is still after Silicon Valley or after US regardless of how tough it is to build a startup here unless you want to go to or move to US completely. That's a different story. But UK is considered, especially London, is still considered one of the best places to be in outside US. Okay. ठिकै हो आई मिन म पनि एक दुईवटा यो जेनरली यो इभेन्ट्सहरूमा जान्थेँ कि पहिला अझै पनि जान्छु त्यहाँ चाहिँ लन्डनमा पनि के देख्थेँ भनेपछि मैले यो स्टार्टअप इभेन्टहरू एकदमै अटेन्ड गर्थेँ कि मैले अनि त्यहाँ जेनरली चाहिँ त्यो स्टार्टअप इभेन्टहरूमा चाहिँ यो भिसिजका मान्छेहरू आउँदो रहेछन् क्या उनीहरू चाहिँ यत्तिकै कसरी आउने भन्दाखेरि आउने जस्तो मसँग गफ गर्न खोज्ने क्या जस्तो म स्टार्टअप इभेन्टमा गएको छु भनेपछि त मैले केही न केही गर्न लाग्छु छु भन्ने बुझियो नि त अनि उनीहरूले चाहिँ लाइक तैँले के गर्दैछस् भनेर सोध्ने उनीहरू चाहिँ किन गएको रे भन्दा चाहिँ मैले एकजनासँग अलिक क्लोज भएर सोधेँ होइन उनीहरू चाहिँ मार्केटमा हन्ट गर्दै हिँड्ने रे क्या लाइक स्काउटिङ गर्दै हिँड्ने अनि कसले के बनाइराख भनेर हेर्ने अनि त्यहीँबाट पिक गरेर चाहिँ मेबी I think it is for both parties. It's not just for VCs. VCs don't generally attend the event if they don't think the entrepreneurs are going to be there. And in the same way, entrepreneurs aren't going to go and attend those events if they know the VCs aren't going to be there, right? So it's a mutual consent. Both of them know we are going to cross each other. So as a startup, if I go to an event, I'm not going there to see somebody else building something else. I'm more likely going there so that I can have a brief conversation with somebody who might be willing to at least open up a conversation with me, such that maybe the conversation goes further and we might be able to raise some investment from that particular VC, right? So in the same way, VC le pani त्यहाँ scouting गर्न जान्छन्. The only thing is VCs are in a better position because they are the capital distributors and startups are almost like beggars. Startups are just asking for money, whereas VCs are the ones who are writing the checks. So they have more power. There are lots of instances where VCs do beg to invest in some really cool products.
Okay. And one like quick question is like how to become a smart beggar if you're running a startup and you want to beg for some money. Obviously, it's not begging and it's pitching. Yeah. How would you do that? Yeah, I mean, like, work around the thesis. Productले के गर्न खोजे हो? What's the ultimate aim? The vision matters, absolutely. So lots of questions around whether you're a visionary founder or you are purely like number-driven founders. Um, the the VCs will probably back the vision most of the times. But if you're pre-revenue, they're gonna back the founder's credibility. So on a pre-seed round, they are not really looking at the traction. I don't think so. They are looking at the credibility of the founder, whether the founder has what it takes to build the company, i.e., execute the plan to bring the product into life. So if you are raising a pre-seed round, VCs are only going to bet on you as a person because they are really looking for the founder credibility. And if you're already generating revenue, then they are now looking at like roadmaps, what's going to be the valuation in the next couple of years, and the wider vision. How to beg smartly? I think it all depends on how well you can interpret or articulate your vision to those people, basically. Right? You are basically selling a dream. Backed by some facts. Exactly. And those facts are traction, feedbacks from customers, intentions, maybe letter of engagements, early pilot letters. Like त्यो खालको त्यो ट्र्याक्सनहरू चाहिँ देखाउन सकियो भने it's easier to convince. But it is, I must say, it is very difficult to raise a pre-seed round. I mean, for someone, I mean, like myself, I never been to VCs. त्यस्तो मैले कहिले, I mean, भेटे छु तर पिच गरे छैन कहिले पनि हैन. So is it like experience like Shark Tank and you go and say, hello Shark, this is Shiv and I'm building this, or how that actually works? Do you first email them? कसरी चाहिँ start गर्ने? Yeah. Process के हुन्छ? I think it depends on what kind of setup you're visiting. Like if you go into a networking event, then it's a very casual conversation. Yeah, you end up talking to somebody who would like to know about your company, and then maybe you like the other person to know about your product. So it's a very casual conversation. Are we building this product around these pain points and trying to solve this problem in the market? This is our product roadmap. This is the vision. This is where we are. This is our traction. You give them all the key insights into the company and your wider thesis. But then if you're going to a program where you have been given the opportunity to pitch, then it will almost be like a Shark Tank. It's nothing like Shark Tank, but you go there and trying to present within maybe 2 to 5 minutes, what your product is doing. So there are only two sides to it. A networking event is a casual conversation where you can talk like this, probably not in this formal setting. But if you go into an event where you are actually allowed to demo your product or pitch your product, then you have to be a bit more formal, do a short presentation, and then take some question and answers in the end. So तपाईले चाहिँ पिच गर्नु भएको छ होला हैन धेरै VCजहरुलाई? गरेका छौँ हामीले. अब यो ओडिट एआईको प्रडक्ट बनाउँदा सुरुमा प्री-सिड राउन्डको लागि पनि थुप्रै पिच गरे हो. अब सिड राउन्ड यो वर्ष सायद हामीले गर्ने भन्ने प्लान छ. त्यसको लागि पनि प्रिपरेसनहरू भइरहेछ. थुप्रै होमवर्क पनि गर्नुपर्छ. So yeah, we are doing a lot of pitching with to the VCs अनि potential investors at the moment. ओके, अब हामी कार्यक्रमको पोडकास्टको अलि कन्क्लुजनतिर पनि छौँ. सो मेबी कपल अफ मिनट्स लेफ्ट. जेनरली अब म चाहिँ सुरुमा एआईबाटै थोरै अब समरीमा जान चाहेँ. अब यो जब मार्केटमा ठ्याक्कै अब अघि मैले तपाईँलाई एउटा फ्याक्ट पनि भनेको कुरा, तर त्यो भने प्रिडिक्टेड हो. तर तपाईँको भ्यूमा चाहिँ अबको लाइक 5 इयर्समा मान्छे चाहिँ एआईलाई मिटिगेट गर्नलाई भनौँ न करियर वाइज चाहिँ के गर्नुपर्दा के गर्दा चाहिँ बेटर होला, र जो चाहिँ अब अहिले चाहिँ एजुकेसनमा हुनुहुन्छ, अर्ली करियरमा हुनुहुन्छ, उहाँहरूले चाहिँ के गर्नु पर्ला लाइक फ्युचर प्रुफ हुनलाई चाहिँ? आई थिङ्क एआई भने एउटा यस्तो भइसक्यो लाइक एभ्री मान्छेको लाइफमा कि इट्स फन्डामेन्टल बेसिकली. लर्न टु एड्याप्ट, learn to use it in your professional life as well as professional life.
अनि त्यो एआईलाई चाहिँ कसरी युज गर्ने चाहिँ त्यसमा ध्यान दिनु पर्यो। एआईबाट प्रडक्टै बनाएर बेच्छु भन्ने भन्दा पनि एआईलाई युज गरेर चाहिँ हाउ क्यान आई मेक माई लाइफ इजियर एन्ड हाउ क्यान आई मेक माई वर्क इजियर, त्यो कुरामा स्मार्टली लर्न गर्न सक्यो भने चाहिँ यो लाइफ विल बी मच इजियर। त्यो भयो भने जबको रिस्क पनि त्यति फिल हुँदैन बिकज यु आर अलरेडी डुइङ द थिङ्स द्याट निड्स टु बी डन and you're always prepared for the future. Absolutely. And to add a little bit here, AI भने चाहिँ अब कस्तो भइसक्यो होला जस्तो मलाई लाग्छ भने जस्तो हामी बोल्छौँ ल्याङ्ग्वेज होइन, यसले हामीलाई हाम्रो लाइफमा इजी गराउँछ, यही बोलीले जागिर खुवाउन सजिलो गराउँछ होला, कम्युनिकेट गर्न सजिलो गराउँछ होला। सिमिलरली अब एआई पनि यस्तै भइसक्यो कि लाइक द ल्याङ्ग्वेज एआई पनि अब एउटा यस्तो टुल भइसक्यो कि विच इज एब्सोल्युटली नेसेसरी, इट्स पार्ट अफ आवर लाइफ। या स्पेसली फर सर्टेन, अब नट सर्टेन लाइक लट अफ प्रोफेसन दिस डेज होइन, त्यस्तो चाहिँ भइसकेको छ। अब लाइक गेटिङ ब्याक टु लाइक यो जर्नी, त्यसलाई समराइज गर्नुपर्दा चाहिँ अब सपोज कि तपाईँ अहिले 20 वर्षको हुनुहुन्छ, आई डोन्ट नो तपाईँको एज कति भयो, सोध्न चाहन्न यो कार्यक्रममा होइन। मानौ अहिले तपाईँ 20 वर्षको हुनुहुन्छ, 20 वर्षको हुँदै गर्दा चाहिँ अहिले तपाईँ 20 वर्षको हुनुहुन्थ्यो भने चाहिँ के कुरा चाहिँ तपाईँले आफ्नो करियरमा चाहिँ डिफ्रेन्टली गर्नुहुन्थ्यो होला? धेरै कुरा त मैले फरक चाहिँ गर्दिनँ थिएँ होला, तर अलिकति धेरै जोस जाँगरले चाहिँ टेक सेक्टरमा र प्रडक्ट इन्जिनियरिङमा चाहिँ हेल्प हुने कुराहरू चाहिँ अलि धेरै पढ्थेँ होला, सिक्थेँ होला। अनि केही कुराहरू चाहिँ अलि लेस एङ्गर, लेस एङ्जाइटीले पनि गर्थेँ होला। बिकज लुकिङ ब्याक त्यो टाइमहरू चाहिँ कुनै कुनै कुराहरूमा कस्तो छ भन्दा वर वी टु प्यासनेट अबाउट अचिभिङ समथिङ, त्यति बेला जस्ट रिल्याक्स, बी काम, अनि trying to learn this stuff. I think I would have learned a lot more. I would have spent a lot of time learning things than just spending my, early life. Okay. अनि एउटा यसमा अर्को एउटा फलोअप क्वेसन छ। जस्तो अब it's not only in Nepal and it's not only with you and me, like a lot of even Western world is feeling like education is useless. Like going for a degree and then landing a job is like almost impossible, होइन, which is backed by data. यो चाहिँ यसलाई चाहिँ कस्तो नजरले हेर्नुहुन्छ तपाईँलाई? Yeah, I think हाम्रो मिसकन्सेप्सन अराउन्ड एजुकेसन चाहिँ एउटा के हो भने चाहिँ हामीले चाहिँ एजुकेसनलाई इन्स्टिट्युसनलाइज गरे हो नि त। स्कुलबाट पाउने एजुकेसन मात्र एजुकेसन त होइन नि। होइन। सो आजकल यु क्यान बी वेल एजुकेटेड बाई रिडिङ बुक्स, बाई लिसनिङ टु different experts, going to library and reading lots of different articles on a subject matter. I think the school ko system सँग हामीलाई अलिकति प्रब्लम भएको, institutionalized भएको भएर, तर education in itself is going to be so valuable in the future कि मान्छेले अहिले एजुकेसन चाहिँ ठिक छैन अथवा काम लाग्दैन जति भनेका छौँ नि हामीले, I think education is the only thing there is. Without education, we wouldn't have been here. Without education, we wouldn't be able to send rockets to the moon. Without education, we wouldn't have been able to develop this civilization that we live in today, right? So education, people who have problem with the education, I think they have problem with the schools, colleges, and the institution itself. Maybe they are not doing the right thing also. Yeah. Like only being dependent on schools. Yeah, exactly. So education education is basically taking a concept and applying it in practical life, right? Whether it's to build a product or to do a day-to-day running of your business or even to carry out normal day-to-day tasks in personal life. So education is very fundamental to human civilization. So, if somebody thinks education is irrelevant or is not needed, I don't think that's a good way of approaching it. Education is absolutely important. Yes, absolutely. So अब हजुरको एउटा फाइनल एडभाइस दिन चाहे मैले चाहिँ, जस्तो अब डायस्पोरामा भएका हाम्रा नेपाली साथीहरू होइन जसले चाहिँ स्टार्टअप गर्न चाहनुहुन्छ, बी इट इन लन्डन, न्युयोर्क, सिडनी अर इभन इन नेपाल होइन। अब स्पेसिफिकली अझ डायस्पोराकै कुरा गरौँ, उहाँहरूलाई चाहिँ विदेशमा स्टार्टअप स्टार्ट गर्नको लागि चाहिँ के एडभाइस दिनुहुन्छ तपाईँले, स्पेसल्ली इन टर्म्स अफ फन्डिङ, इन टर्म्स अफ मोटिभेसन होइन, कसरी स्टार्ट गर्ने? जस्तो धेरैलाई चाहिँ के लाग्छ म सक्दैन कि अर्काको ठाउँमा पैसा पनि छैन, कसैलाई चिन्या पनि छैन, तिनीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ?
I think just identify what you're passionate about. Mhm, Passionate भन्दैमा त्यो लाइक दिन-रात obsessively passionate पनि हुनु पर्दैन. mhm, If there is something that you can do really well, mhm, stick with it for a very prolonged period of time mhm, and start doing a lot of research around that. And mhm. especially somebody who is very young, you don't have anything to lose. The moment you start a family and have a house, then maybe that's where you'll feel a bit stuck. But somebody who is quite young and starting their journey, spend a lot of time learning stuff Mhm. and just do it. Okay, thank you so much, Raviji, for coming. Thank you for It was having me, Susie. absolutely pleasure to host you.